आज मैले फापरको ढेँडो बनाउँदैछु। सर्वप्रथम उम्लेको पानीमा अलिकति घिउ राख्ने हो। अब मैले फापरको पिठो हाल्दैछु। बस यो चाहिँ फापरको अलि छिटो चलाउनु पर्छ। छिटो चलाएन भने यसको डल्लो डल्लो बस्छ यो। हजुर 2 मिनेट चलाएपछि अलिकति घिउ हाल्ने, त्यसपछि ढाक्ने। अब हाम्रो फापरको ढेँडो रेडी भइसकेको छ। अलिकति घिउ चुहाउने हो।